नमस्ते। अहिले चाहिँ हामी मनुङ कोटमा हो। हिजो आएको हामी। हिजो चाहिँ हामी सनसेट हेर्न आएको, तर अलि ढिलो भयो हामी। तपाईहरु पनि सनसेट हेर्न आउनुहुन्छ भने यहाँ मनुङ कोटमा चाहिँ 5 बजेभित्र आउनुहोस्। हामी चाहिँ आधा घन्टा ढिलो भयो, तर स्टिल ब्युटिफुल सनसेटको रातो गुलाबी रङको भ्यूहरू हेर्न पायौँ। Sunrise पनि भयो, but too much ray भयो now, and we are above the cloud. Cloud everywhere. 360-degree cloud above the cloud. Beautiful place. Very unique view. At the top of the Manung Kot. एउटा अलिअलि हिमाल देख्दैछ। यो चाहिँ भ्यू पोइन्ट एरियाको वकिङ ट्रेल जस्तो छ। बाटो चाहिँ राम्ररी बनाएको छ यसरी नै। यहाँबाट उता तलसम्म छ। उता चाहिँ भ्यू टावर रिसोर्ट बन्दै गरेको। त्यो चाहिँ ठुलो रिसोर्ट हो बन्दै गरेको। मान्छेहरू चाहिँ राति दह्रो इन्जोय गर्दो रहेछ, क्लिफ जस्तै। मान्छेहरू ब्रेकफास्ट खान्छ अहिले चाहिँ। ल फुलहरू नै हेर्नु। ए यहाँ त उस नै रहेछ नि त, भाइटिकाको यो है, भाइटिकाको दुइटै सुपारी फुल र यो पनि रहेछ। Dear Club of Welcome to Manung Kot. So यो चाहिँ बन्दै गरेको रिसोर्ट हो। होपफुली वान टाइम हामी पनि आउन पाइन्छ यहाँ। अनि त्यहाँ टावर हाउस, भ्यू टावर भयो। भ्यू टावरबाट त क्लाउड त तल्लै छ। अनि यहाँबाट चाहिँ ग्रेट वल अफ चाइना यसरी दामीसँगै तल्लोसम्म छ। इट्स नाइस। राम्रो भनेको हामी एबभ द क्लाउड छ भनेर भन्ने मात्र रहेछ। केही सिनहरू केही छैन, सबै कुहिरोले छेकिएछ। अलिकति हिमाल बिहान त अलिअलि देखेको थिएँ के अरे, अहिले चाहिँ अब छैन केही नि। मान्छेहरू चाहिँ धेरै नै थियो बिहान, अहिले अब सबै खाजा खान गयो होला। अब वी विल अल्सो गो फ्रम दिस प्लेस। सो दिस इज द होम स्टे वेयर वी हेभ स्लेप लास्ट नाइट। अनि यहाँ चाहिँ काठमाडौँको एभ्रिथिङ छ। स्वयम्भूको यो got a dharar as well. Small घर पनि छ, that is where you can stay as well. अनि राम्रो छ। I love Manung Kot. स्विङ पनि छ। धरारा अन्त देखाइदिनु त हाम्रो ब्रेकफास्ट के हो। ल ब्रेकफास्ट चाहिँ चना आलु अन्डा ब्रेड जाम अनि हेल्दी बोइल एग। यो चाहिँ फ्री प्याकेजमै परेको। प्याकेजमा 1400 रुपिस प्याकेज विथ रुम, डिनर एन्ड ब्रेकफास्ट। दिस इज माइन। ब्ल्याक टी पाउँदो रहेछ थाहै थिएन, ब्ल्याकै खानु भइरहेछ चाहिँ।
This is the place we have stayed. Anil is paying the bill. And car park पनि छ. अब हामी चाहिँ ब्याक टु काठमाडौँ जाँदै. रोड चाहिँ हल्का फुल्का यस्तो छ, अदरवाइज पिच रोड नै रहेछ. सो गाडी चाहिँ राम्ररी नै आउँछ. Let me show you the nice way as well. पिच नै छ. अघि माथिबाट हेरेर above the cloud भनेको this is all हुस्सु. यहाँ हुस्सुले बाटो देख्न नै अलिक गाह्रो नै भएछ. These are thick. हुस्छ कि फग भएछ कि देख्नै गाह्रो भएछ उताबाट के आएछ भनेर. ल हेर्नुहोस् नेपालको हल्का फुल्का भएको राम्रो बाटोहरू. युकेको भन्दा दामी छ कुनै कुनै चाहिँ. दामी छ. अब हामी मनङकोटबाट वे टु काठमाडौँ जानुभन्दा अघि मिडलमा यसो बन्दीपुर पस्नु पर्यो भनेर बन्दीपुर जान लागेको. ल हामी चाहिँ बन्दीपुर आइयो. वेलकम टु बन्दीपुर. यहाँबाट सुरु भयो. ल ड्याडी वकिङ स्ट्रिट सुरु भयो फाइनली. दिस इज माई फर्स्ट टाइम इन बन्दीपुर. फर्स्ट टाइम हो? आएको अहिलेसम्म? एक्लै आउँछु के गर्छु. हस्सा म पनि आउन त आएको थियो. कहिले आएँ कोसँग आएँ थाहा भएन. सानोमा आएको. ठाउँ चाहिँ राम्रै हो. ओन्ली युनिक बन्दीपुर सिटी किनकि यहाँ वकिङ स्ट्रिट मात्रै हो. सो क्वाइट लभली एन्ड सबै प्लान्टहरू मजाले सजाएर राखेको छ. बाटो चाहिँ हाम्रो गाउँको बाटो जस्तो तर होइन, भेरी मोडर्न तरिकाले राम्रो. एकदम गाउँ साह्रो राम्रो छ. घरहरू होटलहरू पनि मसो रहेछ. हेर त यहाँ रहेछ नि त सुन्तला. अलि सानो नराम्रो रहेछ. ए यता ठुल्ठुलो नै रहेछ. फ्लावर्स आर्टिफिसियल ह्यान्डमेड. ल बन्दीपुरको सुन्तला को कोलाई आउँछ आज. बन्दीपुरको आधा सेलरोटी नै रहेछ. सेलरोटी खानुपर्छ होला अहिले आउँदा है. माई गड इज भेरी नाइस. जे देखे नि खाम खाम लाग्छ बट मोटाइन्छ त्यसैले खान मिलिएन. उता नै रहेछ सेलरोटी. आमामा खानुपर्छ त्यहाँ बसेर. आलु प्याज त्यताको चाहिँ धेरै उस हुन्छ. जाडोमा घाम पनि लाग्छ. ए आज चाहिँ चिया र सेलरोटी खाइएर जान्छ बन्दीपुरको. हेर त त्यहाँ पनि रहेछ पकाउँदै रहेछ. पकौडाहरू सेलरोटी सिङ्गडा. यहाँ ड्रेस भाडामा पाइन्छ अरे. मेरै छ भोटे ड्रेस के लगाउनु छ अरे. ल सुन्तलै सुन्तला रहेछ. बन्दीपुरको सुन्तला. मान्छेहरू लिलाइको घर पनि यता भर्याङ कताबाट माथि जानुपर्छ भन्दै त. खड्ग देवी त्यता टुडी खेल पनि यता रहेछ. हामी टुटीखेलतिर जाने होइन त. यो तलबाट रहेछ यो है. यताबाट नजाने. यताबाट त यो खड्का देवीतिर जान्छ अनि यताबाट नारायण टोल. जति जानु. ल भगवान्को दर्शन गरौँ. दर्शन परमेश्वरम. सो हामी टुटीखेल हस्पिटल पो भन्छ त. बन्दीपुर हस्पिटल छ रहेछ. बन्दीपुर ओल्ड बजार. टुटीखेलै जाउँ होला है अब. टुटीखेल यताबाट यसरी हेर्नु. ओल्ड बजार
ऊ त्यो माथिकोहरू त के रहेछ धेरै हो त्योहरू के यहाँ त घरहरू जस्तो छ नि भ्यू पनि कहाँ जाने डाँडा कहाँ यत्रो ठुलो घर के अरे द रेड हाउस बन्देपुर होटल होला नि घोडा टाडाङ टाडाङ मङ्सिर 10 अस्ति 6-7 भयो जस्तै लाग्यो कति रहेछ भने प्रीति आले पनि आउँदो रहेछ ज्योति मगर मसक रहेछ मसक चौराली पिङ रहेछ कोही पनि नरहेछ भित्र त एकदम बन्दीपुर महोत्सव रहेछ अहिले बिहान भएर कोही पनि नआएको होला सायद खेल्ने ठाउँहरू पनि रहेछ त्यहाँ स्टेज पनि छ कोही छैन अहिले चाहिँ भित्र हामीलाई नि फ्रीमै एन्ट्री गराइदिएको एकछिन हेरेर भागिहाल्ने यहाँबाट बल्ल पो हिमाल देखेछ अलिअलि बन्दीपुर पनि एबभ द क्लाउड नै रहेछ ल अहिले चाहिँ यहाँ कन्सर्ट गर्ने एरिया छ टुडे खेल बन्दीपुरको टुडे खेल स्टार्टिङ हुँदैछ मेला चाहिँ यहाँबाट क्लियर छ बस सबैभन्दा राम्रो त पोखराबाटै देख्ने है कस्तो 3D जस्तो झुम्मै आउँछ नि यहाँ त सानो प्याराले होला जस्तो ल एबभ द क्लाउड डाँडा काँडा अनिलको फर्स्ट टाइम बन्दीपुर भिजिट त्यही मैले लिएर आइदिएको तिमीलाई धन्यवाद केवल कहाँ above the ए cloud ओके ओके and under the cloud under गयो जुमेन हुँदो रहेछ if you come before 12 यस्तै होला तर यो त जतिखेर नि सायद होइन तलको त देख्दैन होला के क्लाउड ऊ त्यो घरहरू के लाइक दमौलीको देखे यसरी त देख्दैन होला देख्छ हामी चाहिँ ब्याक हुँदैछौँ मान्छेहरू कभर हायर गरेर फोटो खिच्दैछ गोरिनीहरूले नि गर्ला जस्तो छ सुन्तला यहाँको राम्रो रहेछ ठुल्ठुलो है उताकै लगम बोक्नु छ हुन्छ फेरि एक त्यो कहाँ 3 किलो किन्छ अब खाने कार्यक्रम रोटी त उताको मिठो थियो है तर यहाँ घाम आएर त्यहाँ घाम आइरहेछ हो त्यताकोमा गएर त्यता घाम त्यतै बसिङ एन्ड इटिङ टिङ 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 त्यहाँको रोटी त त्यस्तो खासै राम्रो जस्तो छैन त्यताको राम्रो थियो क्या त्यो शीतलवालामा ठुल्ठुलोवाला फोक चाहिँ ल हामीले चाहिँ के भन्छ पकोडा 1 पिस अनि 1 पिस चाहिँ आलुचप अनि 2टा रोटी मगाएको छौँ यो ट्राई गर्छौँ धेरै इफ इट इज नाइस बिकन अर्डर म अनि भर्खरै पकाएको तातो तरकारी पनि छ अनि चिया चाहिँ आउनै बाँकी छ ल हामी चाहिँ खान्छौँ रोटी फर्स्ट बाइट हेर्दा त ठिकै लाग्यो मलाई खासै मिठो जस्तो छैन खोक्रो ठिकै कस्तो छ यो होला त राम्रो रहेछ यो होला छवटै होला नि प्लास्टिकमा जति अट्छ त्यति हाल न अनि अर्को त्यो उसबाट नि लग्ने हो त्यहाँ फेरि रोक्नुपर्छ यतैकै लग्यो भन्नु
एकै ठाउँ होला कसो छ गुलियो छ कि अमिलो अमिलो हाम्रो बन्दीपुरको यात्रा नि आजकोलाई समाप्त भएको छ अब आई एम हियर इन बन्दीपुर